गृहमन्त्री सुजन गुरुङले नागरिकसँग प्रत्यक्ष संवाद गर्ने तयारीमा। पूर्व राज्य ज्ञानेन्द्र शाह र धमला शमशेर राणाबीच भेटवार्ता। यो भेटले यति बेला सबैको ध्यान तानिएको छ। मन्त्री प्रतिभा रावलले जनताकै अगाडि वाचा गर्दै भनिन्, तपाईँहरूको छिट्टै लाल पूर्जा पाउनुहुन्छ, ढुक्क हुनुहोस्। 12मा फेरि 2 वर्षे बालिका बेपत्तापछि रातभरि प्रहरीले खोज्दा भेटियो सकुशल, परिवारलाई बुझाइयो। आशिका तामाङ र चिरी बाबु महर्जनको लफडा। चिरी बाबुको अभिव्यक्तिप्रति फेरि उठो प्रश्न। बालेन शाहसँग भेटेर अग्निपथबारे भुपु भारतीय गोर्खा सैनिकको कुरा उठाउने। गृहमन्त्री सुजन गुरुङ आफू भुइँमा बसेर गरिमाको आमासँग गरेको वार्ताले सबैलाई बनायो भावुक। गृहमन्त्री सुजन गुरुङको सक्रियताले अघि बालिकाको जोगियो ज्यान। रातैभर लगाए प्रहरीले भेटायो सकुशल, गर्यो उद्धार। अर्का कम्पानीको लागि सुजन किराँतीले सडकमा केटीको नगराई हिँड्न तयार छु भन्ने। वैदिक आयुर्वेदको औषधि खाएर ठिक भएपछि आफ्नो अनुभव सुनाउँदै पत्रकार श्रेष्ठ सुजन किराँतीले लाज मर्दो भाषण। अर्का कम्पानीको लागि जुत्ता मोडको चोकमा पेटीकोट लगाएर हिँड्न तयार छु भनेपछि भयो हङ्गामा। गृहमन्त्री सुजन गुरुङ आज जनतासँग सिधा कुरा गर्न पार्टी कार्यालय जाँदै आफ्नो गुनासो जस्ताको तस्तै राख्न पाउने। विश्व प्रख्यात फुटबल खेलाडी मेस्सी कारबाहीमा खेल भावना विपरीत कार्य गरेको भन्दै जरिवाना गर्ने निर्णय। प्रधानमन्त्री बालन सरकारले गरे दुर्गा पछाइको समूहसँग 14 बुँदे सहमति। आन्दोलनका सम्पूर्ण कार्यक्रम अन्त्य गर्ने घोषणा। इजरायलमा कैदी भाग्न नदिन गोही परिचालन गरिने। कैदीहरूलाई राखिने जेल वरपर गोही तैरान गर्ने। रवि लामिछाने आज केन्द्रीय सदस्यको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्ने। मलेसिया जान अब कडाई। नेपालबाट अब 25वटा मेन पावरले मात्रै मलेसियाका लागि श्रमिक पठाउन पाउने। गृहमन्त्री सुजन गुरुङ र शोभिता गौतमको सक्रियताले गरिमाका बुबा आमा र सहकार्यबीच भयो सहमति। गृहमन्त्री सुजन गुरुङको साथपछि सांसद रबर अन्सारीले गरिमाको आमा बुबाको माग पुरा गरिदिने वाचा गर्दै। प्रहरीका आइजिपी दानबहादुर कार्की गृहमन्त्रीले भेटेर बाहिर निस्किँदै। गृहमन्त्री सुजन गुरुङसँग गरिमाको परिवारले गरेको सहमति सिडिओले जस्ता तस्तै सुनाइदिए। मन्त्री बालेन शाहद्वारा मुक्तिनाथ मन्दिरको दर्शन। मन्दिरमा जाने पूजा आजा गरिँदै। गृहमन्त्री सुजन गुरुङको त्यो महानमा आफू भुइँमा बसेर गरिमाको परिवारसँग गरेका थिए रातभर वार्ता। शोभिता गौतमको बिन्ती। गरिमालाई अब अर्को निर्मला पन्था नबनाउन आग्रह। रवि लामिछाने चीनको भ्रमण स्थगित। सांसदहरूको टोली चीन जाने तयारीमा। सप्तरीमा 3 वर्षे बालिकाको रहस्यमय मृत्यु। घर नजिकै सब भेटियो। मुक्तिनाथ दर्शन गरी प्रधानमन्त्री शाह सडक मार्गबाट काठमाडौँतर्फ प्रस्थान गर्दै हुनुहुन्छ। प्रधानमन्त्री बालेन शाह मुस्ताङबाट आफै गाडी चलाएर फर्किए काठमाडौँमा। सरकारसँग सहमति भएपछि लघु विद्युत पीडितको आन्दोलन स्थगित। घर फर्किने तयारीमा। काठमाडौँका होस्टेल लाइन प्रशासनको चेतावनी। अटेरी गरे सिलबन्दी गरिदिने। शिक्षा विवेकबारे आज काठमाडौँमा छलफल। प्रदेशबाट सुझाव सङ्कलन गरिँदै। गाडीबाट ओर्लिएर पिसाब फेक्ने जाँदै गर्दा अर्को गाडी ठक्कर दियो। आमा छोरीको मृत्यु। रवि लामिछानेका जस्तो मनमुटावमा सुजन गुरुङको करोडौँ नेपालीको मनमस्तिष्कमा बसेर राज गर्दै। गृहमन्त्री सुजन गुरुङ जनताको गुनासो सुन्न आफै मैदानमा। अब समस्या सिधै गृहमन्त्रीसँगै राख्न पाइन्। गरिमाको जस्तै आँगनमा खेल्दै गरेकी 3 वर्षे बालिकाको मृत्यु भेटियो। भावुक भए डाक्टर। आफ्नो मृत्युपछि आफ्नो अङ्ग दान दिने 11 वर्षे बालकको अन्तिम इच्छा पुरा गरिँदै।
गाडीबाट ओर्लिन साथ अर्को गाडीले दियो ठक्कर, आमा छोरीको घटनास्थलमै मृत्यु। दोलाखा र काभ्रेमा ढलेर बेहोस भई पुरुषको घटनास्थलमै मृत्यु। प्रधानमन्त्री बालेनको सादकी शैली देखेर होटेल रिसोर्ट सञ्चालक नै चकित। मुस्ताङ भ्रमणको क्रममा बालेनले खाए सिस्नो र ढिँडो रोटी। प्रचण्डद्वारा गम्भीर सपना षड्यन्त्र रचेको खुलासा। बाह्रमा बेपत्ता 2 वर्षे बालिका सकुशल उद्धार गरिएको अवस्थामा फेला पर्यो। सप्तरीको शम्भुनाथमा थप 1-2 वर्षीय बालिकाको मृत्यु फेला, मृत्युको कारण खुल्न बाँकी। अघिल्लो दिन नसामा झैझगडा भएको कारण भोलिपल्ट आएर साथीहरूले चक्कु प्रहार गरी मारिदिएको खबर सुन्न साथ आमाले पङ्खामा मत्रो पासो लाएर झुन्डिएर मरिन्। मलेसियामा बाउ बेहोस। गरिमा चौधरी हत्या प्रकरणपछि सिमाराका डिएसपी दिलीप छेत्रीको जिम्मेवारी बसियो। हेडक्वार्टरबाट भट्टराईलाई हटाइयो।